यो चुनाव कुनै पार्टीलाई सत्तामा पुर्याउनको लागि मात्र होइन, देशको दिशा परिवर्तन गर्ने चुनाव हो। यो कुनै एक व्यक्तिलाई जिताउने प्रतिस्पर्धा मात्र होइन, वर्षौँदेखि बिग्रिएको प्रणाली सुधार गर्ने अवसर हो। यदि हामी फेरि भावनामा बग्यौँ भने हाम्रो 5 वर्ष फेरि खेर जानेछ। तर यसपटक हामीले आफ्नो विवेक प्रयोग गरेर भोट गऱ्यौँ भने 5 वर्ष मात्र होइन, हाम्रो भविष्य निर्माण गर्ने निर्णय लिनेछौँ। याद राख्नुहोस्, मत भनेको कागजको टुक्रा मात्र होइन, यो भविष्य बदल्ने घोषणा हो। यो चुनाव कुनै रङ, जात र अनुहारको होइन, यो दिशा निर्देश गर्ने चुनाव हो। अब डरले काम गर्दैन, अब लोभले काम गर्दैन, अब जातले काम गर्दैन, अब कामले मात्र काम गर्छ। यसपटक भोट हाल्नु भनेको सरकार छान्नु मात्र होइन, आफ्नो भविष्य निर्माण गर्नु हो। यो एउटा मोड हो। यो मोडलाई काटेर हामी अगाडि बढ्ने कि ती पुरानो बाटोमा फेरि फर्किने निर्णय तपाईँको हातमा छ। यदि अब पनि हामी उठेनौँ भने भोलि फेरि गुनासो गर्न मात्र बाँकी रहनेछ। त्यसैले गुनासो होइन, निर्णय गरौँ, निराशा होइन, हस्तक्षेप गरौँ र सुरुवात आफैबाट गरौँ, आफ्नो अमूल्य मतको प्रयोग गरेर गरौँ। यसपटक दाङ क्षेत्र नम्बर 2 का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्यलाई म भोट गर्दैछु। म सम्पूर्णजनालाई विपिन कुमार आचार्यलाई जिताउनको लागि अपिल पनि गर्न चाहन्छु। धन्यवाद।